गाइस अब चाहिँ हामी वहाँ मन्दिर जाने फाइनली त्यसो भए ठिक छ भनेर आएको खै खासै भिडै देखेन हामीले ल फाइनली हामी चाहिँ मन्दिर आइपुगिसक्यो दाइ कस्तो लाग्यो तपाईँलाई बाटो सो हेलो गाइस वेलकम ब्याक टु माई च्यानल आइम हजुरहरू पनि सन्चै होला म एकदम सन्चै छु अनि अहिले चाहिँ दाइ र म चाहिँ मन्दिर जाँदैछु जलकिनी मन्दिर कस्तो लागिरहेको दाइ तपाईँलाई ठिक छ मन्दिर गइरहनु लाग्छ अहिले चाहिँ दाजुभाइ हामी यहाँ ज्याजर भन्ने ठाउँमा छु देख्न सक्नुहुन्छ तपाईँहरूले अनि दाइले चाहिँ अब मन्दिर लिएर जानुपर्ने हुन्छ घुमाउनुको लागि अनि त्यही हो अब चाहिँ मन्दिर जानुपर्ने हुन्छ बाटो चाहिँ फेरि त्यस्तै छ कि अप्ठ्यारै छ कि अनि यो बाटोको बारेमा चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ बाटो धेरै अप्ठ्यारो छ म एकचोटि गइसकेको छु तर मलाई त्यस्तो अप्ठ्यारो बाटो केही नै लाग्दैन इजी छ है इजी छ ल त्यही हो अब चाहिँ हामी मन्दिर जान्छु है त फाइनली उसलाई कुरेको थियो ऊ चाहिँ आइसक्यो अब चाहिँ हामी जाँदैछु होइन अर्पे दाइ त त्यहाँ आउँदै हुन्छ अर्को बाइकमा दाइको बाइकको इन्जिन जानेको त्यही भएर अनि ल्याएर मलाई उकालो छ नि त त्यही भएर हिरो स्टारमा है बाटो फेरि यस्तै छ ताने 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 त्यहीँ राखे बाइक एकछिन दाइको जोसै छैन क्या हो लगाइस दाइ चाहिँ अगाडि जानुभएको छ हामी चाहिँ पछाडि होइन राइडर हो क्या राइडर हाम्रो आर्मी दाइ त ल डेन्जर हो नि फेरि सक्छ त कसैले फेरि फेरि अर्को राइडर यहाँ छ होइन हेलमेट किन है ट्राफिक मामा प्लिज फेरि फेरि भिडियोमा त मामाहरूलाई ट्रेन भइहाल्छ हेलमेट त लाउनु पर्छ आफ्नो दाइको स्टाइल फेरि छुट्टै है राइडर हो राइडर राइडर भन्दाखेरि हजुर बाइकै बस्यो सो गाइस हामी चाहिँ मन्दिर आइपुग्नु थालिसक्यो पहिला चाहिँ हिँडेर आउनु पर्थ्यो भने अहिले चाहिँ बाइकमा आउनु पाउँथ्यो एकदम छुट्टै शान्त छ होइन बाटो चाहिँ फेरि यस्तो ढलान भएको छ तर खास चाहिँ केही भिडियो छैन यार मलाई त्यो दाइले चाहिँ कराउँदा फेरि भिड आउँछ खास चाहिँ भिडियो छैन गाइस म दाइले सोध्छु ल हेलो राजन दाइ कस्तो भिडै छैन त है मन्दिरमा खास चाहिँ टन्नै छ भनेर आएको खै खास चाहिँ भिडै देखेन हामीले ल फाइनली हामी चाहिँ यहाँ मन्दिर आइपुगिसक्यो दाइ कस्तो लाग्यो तपाईँलाई बाटो कस्तो लाग्यो तर अप्ठ्यारो है हामी कताबाट जाने यस्तो केस छ ल सो फाइनली गाइस चस्मा लगाएर हिरो दाइ ल यता अब हामी चाहिँ मन्दिर जानुपर्ने हुन्छ ल गाइस अब चाहिँ हामी वहाँ मन्दिर जानेछु है त राजन दाइसँग उता चाहिँ रमाइलो हुँदैछ क्या है उता चाहिँ रमाइलो हुँदैछ क्या अरे ल गाइस हामी चाहिँ मन्दिर है त सो फाइनली त्यसो भए ठिक छ यता चाहिँ ट्याग ल फाइनली मन्दिर दाइ कस्तो लाग्यो तपाईँलाई भन्नु त यसो राम्रो छ होइन ल पूजा गर्नु पऱ्यो है त दाइ हामी चाहिँ मन्दिर गएर घुमेर आइसक्यो अनि अहिले चाहिँ हामी यहाँनिर छु आर्पी दाइ अनि हाम्रो साइन दाइ अनि म यहाँनिर छु हामीले बाइक चाहिँ यहाँनिर राखेको छु अनि त्यही हो अब चाहिँ यहाँनिर भिडियोहरू बनाइरहेको छु दाइको आइडीमा हाल्नुको लागि अनि दाइ चाहिँ यहाँनिर हुनुहुन्छ है दाइ चाहिँ यहाँनिर हुनुहुन्छ कस्तो लागिरहेको तपाईँलाई यसो भन्नु त ल कस्तो लागिरहेको भोपाल अस्तिको भिडियो है त ल त्यही गाइस चाहिँ म पढ्ने स्कुलमा छु अनि अब चाहिँ म 11 पनि जोइन गर्नुपर्ने यहाँ मिसलाई सोध्नुपर्ने हो अनि त्यही हाम्रो आर्पी दाइको बाइक चाहिँ यहाँनिर छ अनि म चाहिँ स्कुल चाहिँ अब टाढै आएर बुझ्छु है त्यही हो अब चाहिँ म स्कुल आएर टाढै आएर बुझ्नुपर्ने हुन्छ अब 11 त पढ्नु पऱ्यो नि त अनि त्यही भएर त्यही हो ड्यु ल्याएको ड्यु
डिउ ल्याएको डिउ खाऊ न खानु मिल्दैन पाहुना हामी पनि पाहुना होइन हेरे 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 ल त्यही गाइस अब चाहिँ फाइनली घरमा आइपुगिसक्यो अनि त्यहाँदेखि मेरो घरमा आएर चाहिँ काम भयो अनि दाइ चाहिँ हरिण जानु भइसक्यो अनि मैले चाहिँ कन्टेन्ट बनाउनुको लागि कन्टेन्ट नै हुँदैन अबदेखि चाहिँ मैले कस्तो खालको कन्टेन्ट लिएर आउँ भनेर चाहिँ हजुरहरूले कमेन्ट गरिदिनु होला अनि मैले कस्तो खालको भिडियो बनाउँदा चाहिँ राम्रो लाग्छ हजुरहरूलाई हेर्न राम्रो लाग्छ प्लिज कमेन्ट गरिदिनु होला अनि आजको लागि चाहिँ यति नै लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है।